हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। आज चाहिँ बिहानको 6:30 गइसकेको छ होइन। अनि म चाहिँ मर्निङ ड्युटी भएर जाँदैछु। अनि आज चाहिँ मस्त दामी घाम लागेको छ यहाँ चाहिँ। अनि मेरो चाहिँ आज 7 बजीको ड्युटी हो नि त। त्यही हो, अब बिहानको ड्युटी चाहिँ रमाइलो हुन्छ क्या। यो टाइमको ड्युटी चाहिँ राम्रो हुन्छ, किनभने अब तपाईँको राति मजाले सुत्न पाइन्छ, सुत्ने टाइममा होइन, खाना टाइममा खाना पाइन्छ। अनि स्पेसली नाइट ड्युटी भयो भने चाहिँ अलिक झ्याउ हुन्छ कि। हुनु चाहिँ हिँड्नको लागि चाहिँ अब यसरी ड्युटी जान आउनको लागि चाहिँ सुविधै हो नाइट ड्युटीमा, किनभने घाममा हिँड्नु पर्दैन नि त। मर्निङ ड्युटी हो भने त अब तपाईँको 2 बजीको घाममा, चर्को घाममा हिँड्नुपर्ने हुन्छ होइन, त्यतिखेरै हो छुट्टी। नाइटको चाहिँ अब 3 बजी गएर चाहिँ 3 बजी त लगभग त्यस्तो घाम लाग्दैन नि त। 3 बजी गएर चाहिँ बेलुकाको 1 बजी आउनुपर्ने हुन्छ होइन। अनि त्यो भएर मलाई चाहिँ बेटर चाहिँ मर्निङ ड्युटी नै लाग्छ। अनि अहिले चाहिँ अब छैन, स्टाफै छैन, छुट्टी पनि छैन, दिँदैन होइन। मेरो अस्तिको पालिको पेन्डिङ छुट्टीहरू पनि निस्केको छैन। त्यही रहेछ क्या। कोही बेला चाहिँ कस्तो हुन्छ भने साथीभाइहरू होइन, अब अरू बेला चाहिँ सम्झिँदै नसम्झिने, अनि जब अब पैसा चाहियो तब मात्रै सम्झिने क्या। अरू बेला पनि त सम्झिँदा हुन्छ होइन। जुन बेला पैसा चाहियो त्यही बेला विदेशको साथीलाई सम्झिनुपर्छ भन्ने छैन नि त। अनि त्यस्तो हुँदाखेरि चाहिँ कस्तो लाग्दो रहेछ कि, लाइक अब हुन्छ पैसा माग्यो भनेर पनि होइन, म त अब कोही बेला हाल्दी पनि रहन्छ साथीहरूलाई, त्यस्तो पैसा माग्यो भनेर मात्रै होइन। तर इफ पैसा नै चाहिएकै बेलामा सम्झिनुपर्छ भन्ने छैन नि त। अरू बेला पनि त के छ कसो छ हालखबर यता त्यता सोद्धा त हुन्छ नि त। अनि त्यस्तो हुँदो रहेछ क्या। विदेश आइसकेपछि म चाहिँ यो कुरा चाहिँ धेरै फेस गरिसकेको छु। अब आएको 16-17 महिना भइसक्यो होइन। अनि कस्तो खुसी लाग्दैन साथीहरूले सम्झिँदाखेरि चाहिँ। तर अब भरे लास्टमा गएर पैसामा हुने क्या। गफसप गऱ्यो मिठो छिटो गफ पनि भयो, भरे लास्टमा आएर पैसामा अड्किने क्या। त्यही गाइज अब दसैँ लागिसक्यो। हामी विदेश बस्नेहरूलाई त के को दसैँ के को तिहार होइन, घरको याद आउँदो रहेछ। दसैँहरू आउँदै गर्दाखेरि अब पहिलातिरको पुरानो दसैँहरू सम्झिँदाखेरि चाहिँ दसैँमा रमाइलो भएको थियो। गाउँमा ताससास खेलिएको थियो भनेर गाउँमा थुप्रिने भनेको चाहिँ दसैँमै हो क्या होइन। मान्छेहरू अब अरू बेला त सबै आफ्नो व्यवस्थामै बिजी हुन्छ, आफ्नो काममै बिजी हुन्छ होइन। अब दसैँको बेलामा त सबै भेटघाट गर्ने, परिवारलाई भेट्ने, अब उयो भनेको यही दसैँमा हो होइन। अनि हामीसँग आएकोहरू चाहिँ सबैजना साथीहरू चाहिँ सबैजना घर फर्किसक्यो। अब 2 जना बाँकी छ। 2 जना पनि अब पर्सि कहिले फ्लाइट हुन्छ होइन। अनि अब जति पनि सबै नेपालीहरूभरिमा केटाहरूभरिमा म एक्लै भएको जस्तो फिल भइरहेछ। अनि हिजो सुनिल दाईलाई चाहिँ बिदाई गर्दाखेरि चाहिँ कस्तो नराम्रो लागेको थियो, किनभने सुनिल दाईसँग त अब प्रायः धेरै टाइम बिताइयो नि त। सुनिल दाई र मैले अब धेरै टाइम बितायो। यो युट्युब खोल्नु चलाउनु, युट्युबमा जोस दिनु भनेकै अब मेन भनेको चाहिँ सुनिल दाई हो। अनि सुनिल दाई मुकबाङ गर्नुहुन्छ, तपाईँले चिन्नुहुन्छ होला होइन, कतिजनाले चाहिँ चिन्नुहुन्छ। अनि ऊ चाहिँ अब आज हिजो गइसक्यो, आज नेपाल पुगिसक्यो होला सम्भवतः। नेपाल पुगिसक्यो। अनि हाम्रो चाहिँ रेस्टुरेन्ट चाहिँ यस्तो गल्लीभित्र छ क्या। यो चाहिँ कुवेतहरूको घर होइन, यो चाहिँ कलोनी, अब कुवेतहरूको कलोनी। अनि त्यसको बिचमा चाहिँ हाम्रो चाहिँ रेस्टुरेन्ट छ। लुक एट दिस गाइज होइन। मान्छेहरूको तर यहाँनिर मान्छेहरूको लाइफ स्टाइल देखेर चाहिँ जेलियस हुन्छ क्या, जेलियस। एउटै घरमा होइन 3टा 4टा 5वटा गाडी होइन। नेपालको मन्त्रीहरूले राख्छ नि त्यत्तिकै हो यिनीहरूको। रमाइलो चाहिँ पैसा चाहिँ कहाँबाट आउँछन् कुनै सबैको। तर आफ्नो जब, आफ्नो अफिस, जब भन्दामा आफ्नो अफिस छैन। बाउले यसो खोलिदिइरहेको छ भने यिनीहरूको त्यही हो। अनि त्यही अफिस हेऱ्यो गयो, त्यति नै हो क्या यिनीहरूको काम भनेको चाहिँ, स्ट्यान्डर्ड लाइफ। तर यहाँतिर चाहिँ के अरे नेपालमा जस्तो ट्याक्कसँगले बाल्कनी चाहिँ हुँदैन है गाइज है। किनभने यहाँनिर एकदम धेरै गर्मी हुन्छ, को आएर बसोस् बाल्कनीमा होइन। नेपालमा चट्टसँगले बाल्कनी माथि बारबिक्यू खाने ठाउँहरू हुन्छ नि, यिनीहरूले चाहिँ त्यस्तो बनाउँदैन। किन बनाउँदैन भनेपछि चाहिँ गर्मी धेरै हुन्छ, प्रायः बाल्कनीमा आएर बस्ने भने फुर्सदै हुँदैन कि यिनीहरूको। अनि घरभित्रै हो 24 घन्टा होइन। गयो भने गाडीमा फुत्दै निस्क्यो, कतै गयो होइन, अफिसतिर कतै कामतिर घुम्नु डुल्नु गयो। तर घरभित्रै यिनीहरूको लाइफ बित्ने भनेको चाहिँ। अनि यस्तरी काम गर्छन् यहाँ कार धुनेहरू चाहिँ। ओभर टाइम काम हो। कारहरू चाहिँ हेर्नु न, बिहानै धोएर चक्क बनाइदिएको हुन्छ, किनभने यो पैसा दिन्छ क्या कार धोएको चाहिँ यहाँनिर चाहिँ।
कति 5वटा 6वटा धुयो भने सायद 5-6 केजी हुन्छ होला क्या दिनको। अनि धुन्छन् काम गर्ने ओभरटाइम गर्ने मान्छेहरूले गर्छन्। अनि गर्दा त हुन्छ, पैसा हुनेहरूले त गर्दा हुन्छ, पैसा चाहिनेहरू जो पैसा कमाउनु खोज्छ उनीहरूले चाहिँ यो कारसार धुने कामहरू गर्छ क्या यहाँनिर। तर अलमोस्ट नेपालीहरू चाहिँ प्रायः हुँदैन। कार धुनेमा मैले नेपालीहरू प्रायः देखेको छुइनँ, पर जारातिर थियो। तर यहाँतिर चाहिँ मैले प्रायः बङ्गाली अनि इन्डियनहरूमा देखेको छु। नेपालीहरू कहाँ दुःख गरेर पैसा कमाउनु खोज्दैन नि त, सजिलै काम खोज्छन्। यस्तो दुःख गरेर आम्मामा लाइन क्लोजर गाइस, चढाएको गाडीहरू देख्दा पनि मेरो हुनु भन्यो भनेको जस्तो लाग्छ। अनि वेज केही छैन गाइस होइन। हाम्रो चाहिँ म चाहिँ किचन पार्क आइसकेँ। यो चाहिँ किचन पार्क हाम्रो रेस्टुरेन्ट हो। रेस्टुरेन्ट यहाँभित्र क्या, यहाँभित्र त्यस्तै 20-25वटा रेस्टुरेन्ट छ। हाम्रो मात्रै होइन 20-25वटा रेस्टुरेन्ट छ। अनि यहाँनिर चाहिँ होइन गाइस, यहाँ बोट सानो खालको बोट होइन, आम्मामा सही छ नि। टक्क गाडीले पछाडि यो अगाडि हुक लगायो, कुदाउँदै लग्यो समुद्रमा, चिल हान्ने क्या। पर्सनल गाडी होइन, सही छ यार। नम्बर प्लेट पनि भित्र छ यार, नयाँ गाडी हो जस्तो छ। सो गाइस अब यहाँनिर चाहिँ म चिया खानुपर्ने हुन्छ। यहाँ चाहिँ अब इन्डियन रेस्टुरेन्ट छ नि त, देसी चाय भन्ने छ। नामै देसी चाय भएपछि एउटा चिया त हान्नै पर्ने हुन्छ कडक त होइन। चिया नखाइकन बिहान जोस चल्दैन मलाई। यसको पिकअप काउन्टर चाहिँ त्यहाँ पर छ कि हाम्रो जुन खानाहरू बन्छ त्यो चाहिँ त्यहाँबाट पिकअप हुन्छ। खाना चाहिँ मुनि हो भन्ने, माथि पनि हो, किचन छ, तर सब खानाको पिकअप काउन्टर चाहिँ हो। त्यस्तै हो गाइज। म तपाईँलाई पछि भेट्छु है त गाइज। सो गाइज हाम्रो चाहिँ छुट्टी पनि भइसक्यो। अनि म चाहिँ भर्खर ड्युटी सकेर निस्किएको। अनि अहिले चाहिँ अब हाम्रो रेस्टुरेन्टमा चाहिँ स्टाफ एकदम धेरै घटाइरहेछ, किनभने अर्डर पनि खासै चलेको छैन नि त। पहिला हामी 14जना थियौँ, 14-15जना थियौँ होला, तर अहिले चाहिँ ठ्याक्कै 6जना मात्रै पुऱ्याएको छ क्या। त्यही भएर अलिक काम चाहिँ धेरै हुन्छ। अनि म चाहिँ टक्क रेस्टुरेन्टबाट भर्खर निस्केको। अनि साहिद सेफ पनि हुनुहुन्छ मसँगै काम गर्ने। अनि उहाँ चाहिँ अब एकछिनबाट आउनुहुन्छ अरे। अनि त्यही भएर म चाहिँ हिँड्दै गरेको। अब चाहिँ रुममा गएर चाहिँ एकचोटि सट्ट नुहाएर मेरो बिहानको निन्द्रा फेरि पुरा गर्नुपर्ने हुन्छ, किनभने मेरो चाहिँ मर्निङ ड्युटी छ नि त अहिले चाहिँ। अनि मर्निङ ड्युटी भएको कारणले गर्दाखेरि चाहिँ बिहान निन्द्रा पुग्दैन, बेलुका ढिलो सुताइ हुन्छ। त्यही हो, यता त्यता फोनसोन चलाउँदा, रिल्स हेर्दा, टिकटक हेर्दा होइन, त्यसरी नै बितिरहेछ। अनि मसँग आउने सबै साथीहरू चाहिँ सबै नेपाल जानु लागेछ। मसँग आउने अब हामी जम्मी बोल्ड बर्गरमा लिएको, पहिलाको हाम्रो जारामा हुने स्टाफहरू सबै बोल्ड बर्गरमा लिएको जति चाहिँ सबैजना गइसक्नै आँट्यो। किनभने अहिले अब नयाँ मालिक चेन्ज भएको छ हाम्रो रेस्टुरेन्टको चाहिँ। अनि त्यही भएर चाहिँ स्टाफ घटाइरहेको छ, खासै अर्डर चल्दैन। अनि त्यही भएर मसँग आएकोहरू जो जान चाहनेहरूलाई चाहिँ घर पठाउँदैछ। अनि मलाई चाहिँ अब म चाहिँ बस्छु भनेर भने होइन, अरूले चाहिँ मेरो साथीहरूले चाहिँ घर जान्छु भनेर भनेछ। अनि युट्युबदेखि चाहिँ अहिले चाहिँ मैले अब युट्युब भिडियोहरू खासै बनाउने टाइमै पाएको छैन। त्यही हो गाइज, अब यस्तै चलिरहेछ मेरो चाहिँ। अब ड्युटी विदेशमा चाहिँ अब एक दिन छुट्टी हुन्छ, एक दिन छुट्टीको दिन, अब छुट्टीको दिन झन् धेरै काम हुन्छ। अब नुहाउनु पऱ्यो होइन, नुहाउनु पऱ्यो, लुगा धुनु पऱ्यो, के गर्नु पऱ्यो होइन, अब रुम सफा गर्नु पऱ्यो। त्यसरी नै टाइम बितिरहेको छ। अब जाडो महिनामा चाहिँ अलिकति टाइम मिलाएर होइन बाहिरतिर कतै गएर भ्लग बनाउने भन्ने मेरो पनि इच्छा छ। अनि अब भ्लगलाई चाहिँ युट्युबलाई चाहिँ अलिक टाइम नै नदिएको जस्तो भइरहेछ मेरो चाहिँ। अब टाइम नै पाइँदैन क्या, टाइम नै हुँदैन। त्यही पनि अब सकेसम्म युट्युब भिडियो चाहिँ बनाइराख्ने, अपलोड चाहिँ गरिराख्ने होइन भनेर मैले चाहिँ सोचिरहेको छु। सो गाइज मेरो चाहिँ यो बाहिरको घामले गर्दाखेरि चाहिँ मोबाइलको टेम्परेचर चाहिँ धेरै हाई भएछ। अनि त्यही भएर भिडियो गर्दै मेरो चाहिँ भिडियो बन्द भएछ होइन। म चाहिँ बोलिरहेको थिएँ, भ्लग चाहिँ गरिरहेको थिएँ। म त एक्लै बोलिरहेको छु कि, किनभने त्यो बाहिरको घाम चाहिँ सिधै फोनमा पर्दाखेरि चाहिँ फोन धेरै हिट भएर चाहिँ तपाईँको टेम्परेचर इज भेरी हाई भनेर नोटिफिकेसन आउँदो रहेछ होइन। हाम्रो चाहिँ यस्तो छ, यहाँ चाहिँ एकदम धेरै चिल पारामा होइन। लिफ्टमा आउने बित्तिकै
बाहिरतिर गर्मी छ नि त। अनि त्यही हो गाइज, अब रुमसुम आइयो, अब एकचोटि एक लट नुहाइन्छ मस्तसँगले होइन। नुहाइसकेपछि चाहिँ त्यहाँदेखि फ्रेस भएर चाहिँ त्यहाँदेखि चाहिँ के गर्नुपर्छ हेरौँ आज के हुन्छ, के गरिन्छ म तपाईँलाई ब्लगमा देखाउँछु है त गाइज। सो गाइज म चाहिँ रुममा पनि आइसकेँ अनि आएर पनि अहिले चाहिँ बसिरहेको छु। अनि इफ तपाईँहरूलाई मेरो ब्लग मनपर्छ भने चाहिँ लाइक सेयर सब्सक्राइब गरिदिनु होला भन्दै यो ब्लग चाहिँ यहीँ टुङ्ग्याउँछु। धन्यवाद। जय नेपाल।